सबैजनामा नमस्कार। आज मसँग नमस्कार। हुनुहुन्छ रामबहादुर मगर छ। विगत 40 वर्षदेखि सरकारी टिचिङ पेसाबाट आबद्ध भई लाइफ इन्सुरेन्समा विगत 1 वर्षदेखि आबद्ध हुनुहुन्छ र लाइफ इन्सुरेन्समा एउटा अभिकर्ताहरूको सपना हुन्छ एमडिआरटी हुने र त्यो सपना पनि पुरा गरिसक्नु भएको छ। राम सरलाई आजको यस कुराकानीमा स्वागत गर्न चाहन्छु। नमस्कार सर, हजुरले यो एजेन्सीको रूपमा एउटा एजले पनि एउटा चाहिँ 55+ हुनुहुन्छ। 40 वर्ष इन्सुरेन्स तपाईँको चाहिँ स्कुल पेसाबाट स्कुलमा टिचर हुँदै टिचिङ पेसाबाट आउनुभएको छ। के एजेन्सीमा काम गर्दा तपाईँ चाहिँ यो सफल हुन सकिन्छ? हजुरको विचार कस्तो लाग्छ? यो नसकिने भन्ने कुरै आउँदैन। एउटा भनाइ छ नि त, अब असम्भव भन्ने केही हुँदैन। अब लागि पऱ्यो भने सम्भवै हुन्छ। अब एजेन्सी भन्ने कुरा पनि अब एउटा आफ्नो लगनशीलता, मेहनत र विश्वासको आधारमा सफलता पाउन सकिन्छ। भनेपछि हजुरले एजेन्सी लिँदै गर्दा हजुरको विचारमा लगनशीलता र निरन्तरता दिन सकियो भने सफल हुन सकिन्छ। यो हजुर। के हुँदा चाहिँ एजेन्सीहरू लाइफ इन्सुरेन्स अभिकर्ताहरू चाहिँ सफल हुन सक्छ? सर्वप्रथम त एजेन्सी हुनको लागि चाहिँ एउटा त विश्वास जित्न सक्नु पऱ्यो। अब गाउँ समाज साथीभाइहरूको विश्वास जित्न सक्नु पऱ्यो, इमान्दारिता हुनु पऱ्यो है। र अर्को कुरो हामीले चाहिँ निरन्तरता। अब एक ठाउँ कुरा गर्ने, अब त्यस पछाडि अब फेरि दोहोऱ्याएर कुरा नगर्ने हामी एजेन्सीहरूमा त्यस्तो छ। अर्को ठाउँ गयो, त्यहाँ पनि कुरा गऱ्यो, अब त्यतिकै अब हुन्छ, एकैचोटि अब नभन्न सक्छ नि त साथीभाइहरूले, अब कुनै पनि व्यक्तिले होइन। त्यसलाई चाहिँ निरन्तरता दिन सक्नु पऱ्यो, दोहोऱ्याइ भए पनि होइन, उनीहरूलाई चाहिँ बुझाउन सक्नु पऱ्यो। त्यस पछाडि असफलता भन्ने कुरा त आउँदैन जस्तो लाग्छ मलाई चाहिँ। भनेपछि हजुरको विचारमा एज अ एजेन्सी हुनलाई फाइनेन्सियली अनुशासित पनि हुन पर्यो। समाजमा त्यो खालको ब्याकग्राउन्ड पनि राम्रो भएको हुन पर्यो, समाजमा चिनजान पनि भएको हुन पर्यो। अनि त्यो व्यक्तिहरू चाहिँ एजेन्सीको रूपमा काम गर्दा असफल भन्ने चिज चाहिँ हुँदैन। धेरै मान्छे चाहिँ यो इन्सुरेन्सबाट चाहिँ नेपालमा राम्रै पैसा कमाछ भन्छ नि। यो त निश्चय नै, अब यो बिमा क्षेत्रमा लाग्नु भनेको यो पनि अब बिजनेस नै हो होइन। साथी एउटा समाजको लागि एउटा समाज सेवा गर्ने कार्य पनि हो भने अब प्लस त्यसमा एउटा बिजनेस लाइन हो। जति हामीले अब यसमा लागि पर्यो, जति हामीले अब पोलिसी बेच्न सफल भयो, जति हामीले बिमितहरूलाई बिमा गर्न सकियो, उति हामीले पनि अब बिमा कम्पनीले निर्धारण गरेअनुसार जुन नेपाल सरकारको चाहिँ जुन ट्याक्स छ होइन, त्यो अब बुझाएर कटाएर भए पनि हामीले चाहिँ अब पाउने सेवा सुविधाहरू त्यहाँ छ। त्यसले गर्दा जति धेरै हामीले अब बिमा गर्न सक्यो उति हामीलाई फाइदा हुँदो रहेछ हामीलाई पनि। र त्यसमा चाहिँ अन्य बिजनेसभन्दा यो बिजनेस मलाई चाहिँ राम्रै लाग्यो। किनभने अब बिना लगानी एउटा मुखले बोलेको भरमा हिँडेको भरमा पनि होइन, अब पैसा कमिने रहेछ भनौँ न। अब सेवा गरे बापत मेवा त पाइने रहेछ नि त, जहाँ पनि पाइन्छ। हजुर। अब इन्सुरेन्समा चाहिँ नेपाल सरकारले नै स्पष्ट लेखिदिएको छ एजेन्सीहरूलाई, उहाँहरूले त्यो अनुसारको चाहिँ पाउने हो, इन्सेन्टिभहरू पाउने, सबै तपाईँको त्यो नियम अनुसार पाउने हो। भनेपछि हजुरले सरदर यो वर्ष कि कमाइ यति भयो भन्न मिल्छ? अब एमडिआरटी भएको मान्छे त राम्रै कमाउँछ भन्ने हल्ला छ मार्केटमा, के छ हजुरको भन्न मिल्छ भन्ने भन्नु होला। अब नमिल्ने भन्ने कुरा त छैन होइन, र पनि अब बिजनेसको आधारमा हो। अब हुन त कतिपय मान्छेले एमडिआरटी भइसक्यो त कार पाउने अफिसले कार दिन्छ भनेर पनि भन्छन् होइन। तर अब एकैचोटि अब कार किन्ने पैसा चाहिँ आउँछ, अब लागि पर्दाखेरि आउने रहेछ भनौँ न। यसो एमडिआरटी भयो भने कम्पनीले कार दिने नदिने कुरा फरक कुरा भयो, तर किन्ने पैसा चाहिँ कमाइन्छ। त्यही किन्ने पैसा हुने रहेछ भनौँ न। भनेपछि हजुरले समाज सेवा गर्दै कसैलाई धनी बनाउँदै होइन, बिमा भनेको त बचत हो नि त, महत्त्व कुरा त कसैको पारिवारिक सुरक्षा गर्दै एजुकेसन प्रोटेक्सन प्लान बेच्दै गर्दा सही सल्लाह दिएर पनि तपाईँको चाहिँ यो पेसामा आबद्ध हुँदा राम्रै कमाइन्छ। अनि यसमा तपाईँलाई लागेको चुनौतीहरू चाहिँ, एजेन्सीको रूपमा तपाईँलाई लागेको चुनौतीहरू चाहिँ के होला? मलाई यसमा एजेन्सीमा लाग्दाखेरि आइपर्ने चुनौती भनेको चाहिँ अब कतिपय त अब त्यही हो, एकैचोटि साथीभाइले कुरा नबुझ्ने एउटा त्यो एउटा अर्को चुनौती भयो होइन। र अर्को कुरो के भने अब यो बिमा गर्दाखेरि हामीले चाहिँ अब
जब मान्छेलाई साह्रो गाह्रो अप्ठ्यारो पर्यो, कुनै मानिसलाई चाहिँ बिरामी अवस्था भयो, त्यतिखेर कतिपयले चाहिँ सामान्य बिमा गर्ने मान्छेहरूले चाहिँ बुझ्दो रहेछ कि अहो बिमा गर्नुपर्थ्यो कि बिमा गर्नुपर्छ होला भन्ने पनि सोचाइराखेको हुँदछ कतिपयले। अनि ती मान्छेहरूलाई अब बिमाको नियमअनुसार त अब सबल मान्छेलाई निरोगी मान्छेलाई बिमा गराउने नि त। जब कि साह्रो गाह्रो भइसकेपछि त बिमा गराउनु मिल्दैन होइन। त्यसले गर्दा कुन मान्छेलाई कुन रोग लागेको छ भन्ने कुरा हामीलाई अब थाहा नहुन सक्छ। त्यस अवस्थामा चाहिँ त्यो पहिचान गर्न अलिक गाह्रो हुन्छ, त्यो एउटा चुनौतीको रूपमा हो। कतिपय अब उनीहरू हुन त हामीले त्यहाँ उनीहरूलाई सोधेरै गरिन्छ। त्यस अवस्थामा चाहिँ अब उनीहरूले कतिपय अब साँचो बोल्ला कति नबोल्ला होइन, त्यो भविष्यको कुरा हो। त्यो एउटा चुनौतीको रूपमा त्यो देखेँ। अरू चुनौती भन्ने कुरा त त्यस्तै हो। अब बिमाको कार्यमा चाहिँ अब लागि पर्दाखेरि अब कहिले अब चुनौतीहरू खासै छैनन्, चुनौतीहरू चाहिँ आफूसँग नै रिलेटेड हुन्छ। हजुरको भनाइ यही हो? त्यही हो, काम कुरा भइरहेको बेला पनि कहिले समय दिनु गाह्रो हुने त्यही एउटा चुनौतीको रूपमा हो मैले होइन, नत्र भने त्यो अरू खासै चुनौती छैन। भनेपछि राज्यले पनि राम्रै प्रमोसन गर्न खोजिएको छ हजुर एजेन्सीहरूलाई पनि। हजुर ठिक छ। हजुरको सोचमा के यो साँच्चै नै हामीले सोचे जस्ता हाम्रो हजुर त अब एउटा रिटायरमेन्ट लाइफमा चाहिँ इन्सुरेन्स करियरको लागि यसो तपाईँले त रिटायरमेन्ट टाइमलाई यसो पास टाइमको रूपमा लिनुभएको थियो वा कसरी लिनुभएको छ? नयाँ युथहरूले जस्तै नयाँ चाहिँ टिमहरू जस्तै जेनजी टिमहरू आउन चाहन्छ इन्सुरेन्समा, उहाँहरूलाई के भन्न चाहनुहुन्छ कि यो उहाँहरूलाई आएर काम गर्नुहोस् भन्नुहुन्छ? उहाँहरूको फ्युचर के छ तपाईँलाई चाहिँ कस्तो लाग्छ? यसमा त सकेसम्म चाहिँ हामीले बिमा कार्यमा बिमा क्षेत्रमा लाग्नु एकदमै राम्रो हो, जसमा कि हामीले चाहिँ अब काम पनि पाइने दाम पनि पाइने होइन। अब यो एउटा समाज सुधारको रूपमा पनि हो। त्यसले गर्दाखेरि जति पनि योग्य व्यक्तिहरू हुनुहुन्छ होइन, उहाँले यो बिमा क्षेत्रमा लाग्दाखेरि वैदेशिक रोजगारमा बाहिर जानुपर्छ जस्तो मैले महसुस गरिनँ, किनभने यहाँ पनि अब राम्रो कमाइ हुने रहेछ। त्यसले गर्दाखेरि हजुरको विचारमा यहीँ पनि सफल हुन सकिन्छ? हजुर यहाँ अस्ट्रेलिया अमेरिका तपाईँको विदेश जान पर्दैन। यदि फाइनेन्सियल अनुशासित छ कोही भने र समाजमा विश्वासी गर्न सक्छ भने त्यो व्यक्तिले यहाँ सफल हुन सक्छ। हजुरको भनाइ यही नै हो। र यसमा के छ, हजुरको अन्त्यमा एजेन्सी करियरमा मान्छेहरू त आबद्ध भइरहेका छन्। अनि मार्केट त कस्तो छ भन्दाखेरि धेरै मान्छे चाहिँ असफल अभिकर्ताहरू भेटिन्छ, एजेन्सीहरू भेटिन्छ। उहाँहरू किन यसरी असफल हुँदै जाने अथवा सर्ट टर्म 2-4 महिना काम गर्छन् त्यसपछि मान्छे हराउँछ? यो चुनौतीलाई को विषयमा तपाईँलाई कतिको जानकार हुनुहुन्छ? त्यो मेन हराउनुको कारण अब सुरुमा के गरे जस्तो अन्तिममा त्यतिकै बिलाएर जाने अथवा कतिपय कामै नगर्ने हुनुको कारण चाहिँ के हो भने त्यो चाहिँ अलिकति उनीहरूमा चाहिँ लगनशीलताको अभाव हो होइन जस्तो लाग्छ। अब लगनशीलता किन अब लगनशीलता भएन, क्रियाशील भएन भन्दाखेरि अलिकति उनीहरूलाई तालिमको अभाव पनि हो कि भन्ने महसुस गरेको छु। बेला बेलामा तालिम त अब अफिसले दिलाएको हुन्छ, अब जो मिटिङबाट पनि भएको हुन्छ, तर उहाँहरू आफ्नै कार्यव्यवस्थाले गर्दा त्यो तालिममा पनि उनीहरू सहभागी हुन सकिरहेको हुँदैन, जो मिटिङमा पनि उनीहरू सहभागी भइरहेको हुन सक्दैन, ताकि उनीहरूले त्यो ट्रेनिङ नपाएपछि त्यो कुरा बुझ्न नपाएपछि उनीहरू चाहिँ त्यतिकै ओझेल परेर जाने अनि बिलाएर जाने स्थिति हुनसक्छ। एजेन्सीको लिडर हुन्छ नि होइन, त्यो उहाँले अब अरू हजुरलाई पनि यो सफलता हुनको लागि जस्तै तपाईँ एमडिआरटी हुनुहुन्छ, तपाईँको लिडर भएको कारणले केही सहज भएको छ या त्यसले तपाईँलाई असहज भएको छ? हो, अब जस्तै म एमडिआरटी यति चाँडै हुने थिइनँ होला, जबकि मैले चाहिँ एउटा योग्य असल एउटा मार्गदर्शक लिडर्स पाएको कारणले गर्दा म अब चाँडै एमडिआरटी पनि हुन सकेँ। सायद ममा त्यस्तो खुबी नहोला र पनि मभन्दा खुबी हुने लिडर्सहरूलाई म मेरा आफ्ना जुन नयाँ एजेन्सीहरूलाई चाहिँ भेट गराएर तालिम दिन लगाएर पनि उनीहरूलाई अगाडि बढाउन चाहन्छु र मैले सकेसम्म उहाँलाई सहयोग गर्ने तालिम दिने
प्रयास पनि गरेको छु। कतिपय अब त्यो साथीभाइहरूलाई चाहिँ घचघचाउन बाँकी पनि छ है, अब उत्प्रेरणा दिन बाँकी पनि छ। म त्यो कुराहरू चाहिँ दिनेछु र साथीहरूले कतिपय बिलाएर भन्नुको कारण चाहिँ निस्किएर भएर जाने साथीहरूलाई चाहिँ सकेसम्म लिडर्सहरूले चाहिँ उनीहरूलाई चाहिँ जसरी हुन्छ होइन घचघचाउने, तालिम दिन लगाउने, आफ्नै परिवारकै सदस्य सोचेर चाहिँ गरेर चाहिँ उनीहरूलाई चाहिँ काम भनौँ व्यवहार गरेर चाहिँ उनीहरूलाई चाहिँ अगाडि काममा लागि पर्न चाहिँ उत्प्रेरणा दिइरह्यो भने अवश्य उनीहरू बिलाउँदैन, अगाडि अग्रसर हुनसक्छ भन्ने मलाई चाहिँ लाग्छ। करियरमा तपाईँ त यता टिचिङ पेसामा त लगभग 40 वर्ष काम गरेर रिटायर हुनुभएको छ। यो चाहिँ तपाईँले कहिलेसम्म गर्नुहुन्छ त? यो त अब अनिश्चित अहिलेसम्म भनौँ न। अहिले जुन मैले चाहिँ अब एजेन्सी बन्न चाहिँ ढिलो गरेको छु जस्तो लाग्छ। मैले अब 39-40 वर्ष टिचिङ गर्नुभन्दा अगाडि अलिक छिटै छोडेर यस पेसामा लागेको भए हुन्थ्यो जस्तो मलाई चाहिँ अलि पश्चाताप लाग्छ। र अहिले अब उमेरले निकै डाँडा काटे पनि म चाहिँ यस अवस्थामा चाहिँ तन्नेरी भएको जस्तो लाग्छ, किनभने अझै धेरै वर्ष गर्छु जस्तो लाग्छ। यहाँको त मैले फेसबुकमा पनि हेर्छु अनि देखिराखेको हुन्छु, हजुरको धेरै कङ्ग्रेचुलेसन्सहरू आउँछ अनि विदेश भ्रमण पनि देखिराखेको छु। हजुर इन्सुरेन्सबाटै जानुभएको वा तपाईँको चाहिँ पर्सनल आफ्नो खर्चमा जानुभएको त? इन्सुरेन्सबाट गएको नि है। अब भनौँ न सरकारी पेसामा 31 वर्ष, निजी स्तरमा अब 8-9 वर्ष। सरकारी भनौँ त्यत्रो टिचिङ गरेको समयमा हुन त अब कार्यव्यस्तताको कारणले गर्दाखेरि पनि अब डुल्ने घुम्ने नभएको अवस्था हो। र पनि वर्षमा 40-45 दिन अब छुट्टी हुन्छ, त्यस अवस्थामा त घुम्न सकिन्थ्यो होला, तर पनि अब नसकिरहेको अवस्था। विदेश भनेको अब आकाशमा कसरी उड्न पाइन्छ, भुइँ छोड्न पाइन्छ जस्तो कल्पनाको कुरा सोचिन्थ्यो होइन। तर पनि अब जब इन्सुरेन्समा लागेको 1 वर्ष अवस्थामा अब अन्तर्राष्ट्रिय स्तरमा भ्रमण गर्न सकियो। अब भनौँ न कपालको रूपमा भनेपछि यो एजमा आजसम्म म्याडमलाई विदेश घुमाउनु भएको थिएन। लाइफ इन्सुरेन्समा आएर अहिले तपाईँले त्यो पनि प्राप्त गर्न सकियो। भनेपछि अब त साथीहरूलाई के भन्न चाहनुहुन्छ भने आउनुहोस्, करियर छ, तपाईँ अनुशासित भएर निरन्तर काम गर्नुहुन्छ भने पक्कै पनि हामी सफल हुन सकिन्छ, यही होइन त? हो, धन्यवाद यो समयको लागि राम सरलाई विशेष गरी।